नमस्ते साथीहरू, हजुरहरूलाई स्पेनिश बाई ममताको पाठ 5 मा स्वागत छ। वेलकम टु लेसन 5 बिएनभेनिडोस आ ला लेसियोन 5। आज हामी सिक्न जाँदैछौँ स्पेनिश ल्याङ्ग्वेजमा हामीले सामान्य वाक्यांशहरू कसरी भन्ने। ल त सुरु गरौँ है। सी हो, यस, सी भनेको हो, नो होइन, नो, नो भनेको होइन, por favor, por favor भनेको कृपया, प्लिज। अब नेक्स्ट ग्रासियस, ग्रासियस भनेको धन्यवाद, थ्याङ्क यू। de nada, de nada भनेको केही छैन, you are welcome। lo siento, lo siento भनेको म दुखी छु, माफी चाहन्छु, I am sorry। perdón, perdón भनेको माफ गर्नु, सरी। अब एकचोटि नेपाली हटाएर स्पेनिशमा मात्रै पढौँ। फ्रासेस comunes, sí, no, por favor, gracias, de nada, lo siento, perdón। हजुरहरूले यसलाई घरमा राम्ररी प्र्याक्टिस गर्नुहोला र अब हाम्रो भेट अर्को भिडियोमा हुनेछ। धन्यवाद। ग्रासियस, आदियोस।